हेलो साथीहरू नमस्कार। आज हाम्रो लमई बजारमा मेला लागेको पनि झन्डै 11-12 दिन भइसकेको छ। फाइनली जसो तसो समय मिलाएर म आफ्नो परिवारहरूलाई लिएर मेला हेर्न आइपुगेको छु लमई बजारमा र अब ढिला नगरी म मेला प्रवेश गर्दैछु। मेला एकदमै रमाइलो देखिरहेको छ। आज मान्छेहरूको भिडभाड पनि एकदमै देखिरहेको छ। स्टलहरू एकदम भरिभराउ छ। यी साना छोराछोरीहरूसँग मेला घुम्न आउँदाखेरि यिनीहरू चाहिँ एकदमै खुसी हुने गर्दछन्, तर मलाई चाहिँ एकदमै दुखी बनाइरहेका छन्। यिनीहरूको चकचक चाहिँ सम्हालि नसक्नु छ। जता पनि खेलाउन देखे त्यही दौडिहाल्छन्। आज मेलामा भित्र स्टेजतिर भन्दा पनि बाहिर स्टलतिर एकदमै मान्छेहरूको चहल पहल धेरै छ। सामानहरू किनबेच गर्ने मान्छेको एकदमै धेरै चहल पहल देखिरहेको छु मैले यहाँनिर। अब म ढिला नगरी स्टेजतिर जाँदैछु, किनभने राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति यहाँनिर सुरु भइसकेको छ। यहाँनिर सबै मान्छेहरू मेलामा एकदमै झुमेर नाचिरहेका छन्। राष्ट्रिय कलाकारको एकदमै बेजोड प्रस्तुति सुरु भएको छ र हेर्नुहोस् मेरो हालत यस्तो छ यहाँनिर। सबैजना नाचेको देखेर यो पनि म कलाकार हेर्दै नाच्छु भनेर मेरो कुममाथि चढेको छ। यो बसेर तलबाट हेऱ्यो भने कलाकार नै देख्ने अवस्था छैन यसको, त्यसैले मैले पनि यसलाई कुममा राखेर हेराइरहेको छु। दिनभरि यसलाई बोकेर उम्मिँदा मेरो हालत खराब भइसकेको छ। अब लागे म घरतिर। यहाँ धेरै बस्यो भने अझ धेरै सताउने छ यसले। मेलाको कारणले गर्दाखेरि गेट बाहिर पनि सामान बेच्नेहरूको एकदमै बढी चाप छ। आजलाई यति नै। तपाईँहरूलाई भिडियो मन परेपछि लाइक गर्नुहोला र कमेन्ट पनि गरिदिनु होला के कस्तो लाग्यो, र फेसबुकलाई फलो र युट्युबलाई सब्सक्राइब गर्न नभुल्नुहोला। हस् त, धन्यवाद।